Namaste and welcome to my travel blog. Once again, we are traveling to Malaysia, to Singapore. हामीलाई चाहिँ एउटा यो इन्टरनेसनल अवार्ड फोरम युएसएबाट अर्गनाइज गरेको एउटा अवार्ड प्रोग्राममा हामी सबैजना 22 एन्टरप्रेन्योर्सहरू नोमिनेट भएको छौँ। यो चाहिँ 24 मे 2025 सैटरडे हलिडे इन अर्किड सिटी सेन्टर सिङ्गापुरमा हुँदैछ। हाम्रो कोअर्डिनेटर म्याम जानकी फुपू, सी इज भेरी एक्टिभ। उहाँको लिडरसिपमा हामी जाँदैछ। ल, सम्झनाको छोरा एकदमै स्मार्ट बोय पनि ट्राभल गर्दैछ र अर्को साथी मेरी, भेरी पपुलर फर ढाका बिजनेस। र त्यसरी नै सम्झना लप्सी क्यान्डी यस्तो मिठो छ उसको। ल, हामी फ्लाइ गरेर पनि मलेसिया एयरपोर्ट आइसक्यौँ। हामी चाहिँ बाटिक एयरबाट ट्राभल गरेको र अलिकति हामीलाई बाटिक एयरले चाहिँ धोका दियो, हाम्रो लगेजहरू हामीले ल्याइदिएन। ल, अर्को साथी हस्ना एन्ड अन्जना ढाकुवा कटन बेडसिट्स र कटन क्लोथ्सको लागि भेरी पपुलर। र यसरी नै हामी एयरपोर्टमा चाहिँ हाम्रो लगेज त्यही पनि आउँछ कि भनेर हामीले चाहिँ वेट गऱ्यौँ। साथीहरू सबैजनाले थोरै भए पनि आश गरेर हामी यसरी बसिराख्यौँ, तर हाम्रो लगेज आएन। हेर्नुहोस् त, सबजना सबै कोही सुत्या छ, कोही टायर्ड छ, आउँछ कि भनेर घरि यता दौडिने उता। फाइनली लगेज हामीसँग आएन। तर एउटा के हो भने हामीलाई चाहिँ थोरै के थाहा भएको थियो भने लगेज नआउन सक्छ, त्यही भएर एउटा दुइटा ड्रेसहरू चाहिँ आफ्नो बोक्नु चाहिँ भन्नुभएको थियो। हामीले चाहिँ लिएको थियौँ र फाइनली हामी मलेसियाको एयरपोर्टमा, नट एयरपोर्ट, होटलमा ग्रान्ड कन्टिनेन्टलमा हाम्रो बुक रहेछ। र गएकै दिन चाहिँ हाम्रो जानकी बुढो भेरी स्मार्ट हाम्रो कोअर्डिनेटर एम्बेसेडरसँग चाहिँ कोअर्डिनेट गरिसक्नु भएको रहेछ। मलेसियाको एम्बेसेडर डाक्टर नेत्र प्रसाद तिमिसिना सर हुनुहुन्छ, उहाँले हामीलाई एकदमै वार्म वेलकम गर्नुभयो र हामी सबैले चाहिँ आफ्नो आफ्नो प्रोडक्टको बारेमा हामीले भन्यौँ र हाम्रो कोअर्डिनेटर म्यामले चाहिँ इन डिटेल्स हामी कुन पर्पजले हामी मलेसिया ट्राभल गरेछौँ र हामीले चाहिँ मलेसियन एम्बेसेडर र मलेसियाको एम्बेसीबाट हामीले थोरै पनि के एक्सपेक्ट गरेका छौँ भनेर उहाँले चाहिँ डिटेल्समा उहाँले ब्रिफिङ गर्नुभयो अनरेबल एम्बेसेडर सरसँग। र हामी आफ्नो प्रोडक्टको माथि हामीले इन्ट्रोड्युस गर्ने कि हामीलाई चाहिँ एकदमै मिठो लन्चको पनि व्यवस्था गर्नुभएको रहेछ। यहाँ चाहिँ नेपाली वस्तु एउटा क्वालिटी प्रोडक्टलाई त्यहाँ पनि एक्सप्लोर गर्न हामीले आफ्नो प्रोडक्ट जस्तो ल्याउनु भएको छ। सानो एज अ गिफ्ट पनि हामीले एम्बेसेडर सरलाई दियौँ र एम्बेसेडरमा यसरी हामी ग्रुप फोटो पनि खिच्यौँ। र यसको साथै चाहिँ हामीलाई चाहिँ एकदमै मिठो लन्चको, थकाली लन्चको व्यवस्था गरिदिनु भएको रहेछ। यस्तो मिठो कि एम्बेसी बिल्डिङमा होल 28 हामी उद्यमीहरूको लागि चाहिँ यस्तो मिठो कि मलाई त यहाँ खाएको भन्दा पनि त्यहाँ त एकदम स्वादिष्ट लाग्यो। हजुरहरू पनि मलेसिया हुन्छ लन्च चाहिँ पक्कै पनि खानु होला। यसरी नै हामी 6.5 सिङ्गापुरमा हामी एकदमै हेट्रिक। तुरुन्तै हामी सेन्टोसा आइल्यान्ड भेरी पपुलर हामी केबल कारबाट जाँदैछ र हाम्रो टुर गाइड चाहिँ रोनी मिस्टर टुर गाइडले हामी सबै भन्दै सेन्टोसा आइल्यान्ड यस्तो एकदम क्लिन एन्ड टाइडी सिटी र एकदमै भेरी सर्ट पिरियडमा चाहिँ द मोस्ट डेभलप भएको कन्ट्री रहेछ। केबल कारमा बहिनी सौ पनि एकदमै मिठो मिठो अचार छ उसको र अन्जना श्रेष्ठ उसको पनि बुकेहरू फ्लावरहरू राम्रो छ। एक्साइटेड हुन्छ समुद्र देखेर लाइट्सहरू यस्तो राम्रो ब्युटिफुल इभिनिङ। इट वाज रियली अ मोस्ट मेमोरेबल डे। र होटलमा दिपा द फेसन डिजाइनर एन्ड भेरी फेमस भयो तीन तहको लुगाहरू। त्यसरी नै अन्जना ढाकुवा, बन्टी, हस्ना सबैजना छ हाम्रो मौरी छेउमा टिकटक बनाउँदैछ। सिङ्गापुर द फर्स्ट इभिनिङ इन सिङ्गापुर। Cinderella
Finally, the most awaited day here comes in Singapore, the International Award Summit 2025, 24th May Saturday को दिन चाहिँ हामी सबैजनाले 22 entrepreneursहरूले award पायौं र we are really thankful to the organizer team and our coordinator Janaki Phupu ma'am उहाँलाई पनि धेरै धेरै धन्यवाद। यो दिन चाहिँ एकदमै रमाइलो भयो। हामीले त्यहाँनिर डिनर पनि खायौं र टी कफी कुकीजहरुको पनि व्यवस्था थियो। एकदमै राम्रो थियो र सबैजना साथीहरु हामी बसेको छ र त्यो दिन चाहिँ हाम्रो कोअर्डिनेटर म्यामले चाहिँ एनआरएन सरलाई पनि कोअर्डिनेट गर्नु भएको रहेछ र उहाँले पनि भिजिट गरेर हामी सबैले हाम्रो इन्ट्रोडक्सन गर्यौं र ब्याक टु मलेसिया लायनस हामी सबजना रेडी हामी बस कुरेर बसमा आछौं। अघि चाहिँ मलेसियाबाट सिंगापुर आउँदा चाहिँ त्यति सारो भिडियो लिनु पाएन र अहिले ब्याक टु सिंगापुर जाँदा नै 6 to 7 आवर्स लाग्दो रहेछ। सिंगापुरबाट हामी मलेसिया जाँदैछौं। आनन्दले एकनासले कुद्ने बाटो धुलो धुवा केही छैन एकदमै राम्रो। यसरी हामी चाहिँ 2 nights 3 days को सिंगापुरको बसेपछि हामी ब्याक टु here in my camera look here Janaki Pradhan. She is our main leader who took us to Singapore Malaysia trip. So Bantu, please say it, how are you feeling? Oh my god, it's raining. Look, this is Malaysia. Look here. हेर हेर हाम्रो बन्टु कति एक्साइटेड छ बाहिर पानी परेको देखेर। यता हाम्रो जो थी पीछे रह गई निकले उनसे आगे हम हवा में बह रही है जिंदगी ये हमसे कह रही है जिंदगी ओहो तो जो भी हो सो यसरी हामी रमाइलो गर्दै सिंगापुरबाट मलेसिया फर्किँदैछौँ। हाम्रो यो दाई हाम्रो आर्किटेक्ट दाई पनि एकदम रमाइलो गर्नुपर्ने, त्यसरी नै हाम्रो ईश्वरी दिदी पनि एकदम
रमाइलो रहेनस् उहाँको डायलग के छ यस्तो मिठो कुरा गर्नुभयो उहाँले एकदमै एक्टिभ उहाँ पनि है उहाँबाट पनि धेरैले सिक्नुपर्ने एज इज जस्ट अ नम्बर माथि पनि सानो ड्राइभर बस्नुपर्छ है हाम्रो सानो खोजे ड्राइभर पीछे रह गई निकले उनसे आगे हम हवा में बह रही है जिंदगी ये हमसे कह रही है जिंदगी ओहो जो भी हो सो त्यो मान्छे छेक भनेको कि त्यो मान्छे छेक्नु भनेको के हो यसरी चाउचाउ कोही कोल्ड ड्रिङ्क्स खाने कोही कोल्ड कफी खाएर अलिकति ब्रेक लिएर अब हामी ब्याक टु मलेसिया फ्रम सिङ्गापुर यसरी नै हामी अब डबल डेकर बसमा एकदम फुल्ली बुक्ड डबल डेकर बस हाम्रो हामी 28 प्याक सबैजना हाम्रो लागि मात्रै बाहिरको कोही पनि थिएन सो हामीले एकदमै फुल्ली इन्जोय गऱ्यौँ र रमाइलो पनि भयो त्यसै गरी हाम्रो यहाँ साथीहरूमा अर्को एकजना पनि रमिता उहाँ पनि एकदमै रमाइलो एक्टिभ मान्छे रमाइलो गर्नु पनि उहाँ पनि आज ट्रेनर र घरेलुमा ह्यान्डिक्राफ्टमा धेरै नै कन्ट्रिब्युसन गर्नुभएको रहेछ मलेसियामा भन्नुहुन्छ रे दिदीले भाउजू नि सबै अन्जना पनि हाम्रो सबैको बाघहरू लिएर बसिरहेको छ हामी सबैजना माथि बस्छ है साथीहरू यहाँ गरी हाम्रो यहाँ दुईजना दिदीहरू फर्निचरको दिदीहरू यसरी हामी झन्झनै 6.5 आवर्स लगाएर हामी सिङ्गापुर आइपुग्यो सिङ्गापुर यो बसले होटल ड्रप गर्छ भनेको त हाम्रो बाटोमा अन द वेमा हामीलाई ड्रप गरिदियो लान मिल्दैन भनेर भन्यो होला हेर्नुहोस् त हामी सबैजना यसरी ब्याग निकाल्दैछौँ हाम्रो खुकुरी दाइ यति धेरै हेल्पफुल ल हेर्नुहोस् उहाँ आफै भित्र छिरेर निकाल्नुपर्छ त्यहाँ चाहिँ ड्राइभरहरूले चाहिँ हेल्प गर्दैन रहेछ है साथीहरूले चाहिँ एकदमै विचार गर्नुपर्ने सिङ्गापुर सो यसरी नै हामी हाम्रो मौरे आमा पनि हुनुहुन्छ भट्टराई उहाँ पनि एकदमै हेल्पफुल मान्छे हुनुहुन्छ हाम्रो आमा हामी सबैको आमा हाम्रो यहाँ खुकुरी दाई भाउजू रमिता भाउजू सिरियस हुनुहुन्छ है थाक्नु पनि भयो जस्तो छ ब्याग पनि कसरी लाने होला भनेर सोच्दै हुन्छ जस्तो हामी सबजनाले के गर्ने कसो गर्ने प्लान गर्नुहुन्छ र हाम्रो कोअर्डिनेटर जाने कि फुपू चाहिँ एकदमै स्मार्ट उहाँले तुरुन्तै जसले म्यानेज गर्नुभएको उहाँलाई एकचोटि कल गरेर सबै मिलाउनु भयो एकदमै फास्ट हाथ मेरा
What happened? Different, yeah? Dancing the road, dancing road, dancing. Okay, 110. Go back. Yeah, in the same way. Yeah. Okay, third one. Third corner. Okay, at the back. Come here. Come here. Okay, fourth one, coming. Give a clap. Yeah. Okay, next. Give one. Next. You have done already. No. You have done already. Okay, next. Okay, come. And go back. Okay, next. जीले ये पल मस्ती में आसमां के तले रंग यारों के संग अनजानी खुशियों में ढले चल जीले ये पल मस्ती में आसमां के तले रंग यारों के संग अनजानी खुशियों में ढले कहता है दिल मचल के टायरों से आ निकल के होके हम बेफिक्र
यारों की यारी ऐसी बीमारी बड़ी नशीली ये जिम्मेदारी यारों की यारी ऐसी बीमारी बड़ी नशीली ये जिम्मेदारी गलती करे बिन बात के पीछे हटे ना इस राह पे उल्टी चले बिन ताल पे टेढ़े ही रहते ये रास्ते हम जो मिले तो मिलते रहे जो मिले सबको चलते रहे जो जाने पल पल पढ़ते रहे जो बड़े ना सके राम्रो सेल होस् मलेसियामा राम्रो हाम्रो मार्केट पाओस् है थ्याङ्क यू सो मच है यहाँहरूलाई हजुर दिजु थ्याङ्क यू सो मच मेरो भिडियो छ यहाँ हजुर थ्याङ्क यू सो मच है मलेसियामा चाहिँ हाम्रो मेड इन नेपाल प्रोडक्टले एकदमै मार्केट राम्रो पाओस् है थ्याङ्क यू हजुरहरूको चाहिँ सपोर्टको लागि एकदम थ्याङ्क यू है हजुर Villa Suba Digital, enjoy with us.